विश्वमा विभिन्न प्रकारका शासन प्रणालीहरू छन्, जसमा प्रमुख शासन प्रणालीमध्ये लोकतन्त्र र राजतन्त्र हुन्। सामान्य बुझाइअनुसार लोकतन्त्र नै सफलताको बाटो भनिन्छ। कि यो वास्तविकता हो? युवाहरूको मुख्य प्रश्न छ, राजा भएका देशहरू किन सफल छन्? नेपाल लोकतन्त्र भएर पनि किन देश लगातार असफलताको बाटो हिँडिरहेको छ? के कुनै देश सफल वा असफल हुनका लागि शासन प्रणालीमा निर्भर हुन्छ वा व्यवस्थापकीय पक्ष? नेपालमा राजाको शासन करिब 200 वर्षसम्म चलेको थियो। 2062-63 जनआन्दोलनले राजतन्त्रलाई पुनर्स्थापन गर्दै गणतन्त्रमा परिणत गर्यो। अझ भनौँ, नेपालमा गणतन्त्र आएको 20 वर्ष पुगेको छ। नेपालमा गणतन्त्र आउँदा एक कक्षामा पढ्ने बालक अहिले राजा आऊ देश बचाऊ भन्दै नारा लगाइरहेका छ भने गणतन्त्र ल्याउन ज्यान फालेर लागेकाहरू अहिले राजा आए देश पुरानै एकलौटे एकात्मक प्रणालीमा जाने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। शासन प्रणाली आफैमा खराब वा राम्रो भन्ने हुँदैन। यो प्रणाली चलाउने नेताको सोच, इमान्दारी र कार्यशैलीमा भर पर्छ। के राजा आउँदैमा देश ब्याकवार्ड हुने हो? आजको यस भिडियोमा हामी संवैधानिक राजतन्त्र व्यवस्थामा रहेका देशहरू कति छन् र कसरी सफल छन् उदाहरणसहित प्रश्न पार्ने प्रयास गरेका छौँ। हाम्रो भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। राजतन्त्र भएका देशहरू नम्बर 1 मा छ बेलायत। बेलायतमा राजनीतिक प्रणाली संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रमा आधारित छ। हाल ब्रिटेनका राजा चार्ल्स तृतीय छन्। राजा रानी राष्ट्र प्रमुख हुन्, तर कार्यकारी शक्ति प्रयोग गर्दैनन्। यहाँ प्रधानमन्त्री नै सरकार प्रमुख हुने व्यवस्था छ। संसदको तल्लो सदनमा बहुमत पाउने पार्टीको नेता प्रधानमन्त्री बन्छन्। संवैधानिक राजतन्त्र आधारित देश हुनुका बावजुद बेलायत विश्वमै शक्तिशाली देश, आर्थिक रूपले सम्पन्न देशको रूपमा चिनिन्छ। यहाँ राज गर्ने राजा, व्यवस्थापन गर्ने व्यवस्थापक, नेता सबैले आफ्नो काम इमान्दार भएर गर्छन्। नम्बर 2 मा रहेको छ स्विडेन। बेलायत जस्तै स्विडेन पनि राजा भएको देश हो। हाल स्विडेनका राजा कार्ल गुस्टाव हुन्। उनी राष्ट्र प्रमुख अर्थात् हेड अफ स्टेट हुन्, तर उनीसँग कार्यकारी अधिकार भन्ने हुँदैन। उनको भूमिका औपचारिक, प्रतीकात्मक र प्रतिनिधिमूलक मात्र रहेको छ। उनलाई देशको अभिभावकको रूपमा जनताले हेर्ने गर्छन्। तेस्रो नम्बरमा रहेको छ नर्वे। नर्वेको राजनीतिक व्यवस्था संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रमा आधारित छ। राजा राष्ट्र प्रमुख भए पनि कार्यकारी शक्ति प्रधानमन्त्री र संसदमा केन्द्रित हुन्छ। नर्वेमा विधिको शासन, शक्तिको विभाजन, पारदर्शिता तथा उत्तरदायित्व सुनिश्चित गरिएको छ। यहाँको लोकतान्त्रिक संरचना, स्वतन्त्र न्यायपालिका र स्वतन्त्र सञ्चार माध्यमले सरकारलाई जवाफदेही बनाउँछ। संवैधानिक राजतन्त्र हुँदाहुँदै पनि जनताको सहभागिता, शिक्षित जनसङ्ख्या, सामाजिक न्यायमा जोड र राजनीतिक स्थिरताका कारण नर्वे विश्वकै सफल र समृद्ध मुलुकहरूमध्ये एक बन्न सफल भएको हो। अर्को रहेको छ डेनमार्क। डेनमार्कको राजनीतिक व्यवस्था संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र हो। राजा वा रानी राष्ट्र प्रमुख भए तापनि कार्यकारी शक्ति संसद र प्रधानमन्त्रीसँग केन्द्रित हुन्छ। यहाँ विधिको शासन, स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ। डेनमार्क संवैधानिक राजतन्त्र हुँदाहुँदै पनि सफल हुनुका कारणहरूमा सुशासन, पारदर्शिता, जनताको व्यापक राजनीतिक सहभागिता, उच्च शिक्षा स्तर, सामाजिक सुरक्षाको सशक्त प्रणाली र न्यून भ्रष्टाचार प्रमुख छन्। यी विशेषताहरूले लोकतन्त्रलाई मजबुत बनाएका छन्। राजनीतिक स्थिरता, मानव अधिकारको संरक्षण र आर्थिक समानताले पनि डेनमार्कलाई विश्वकै समृद्ध र विकसित देशहरूमध्ये राखेको छ। यति मात्र होइन, नेदरल्यान्ड, बेल्जियम, लक्जमबर्ग, जापान, स्पेन, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड जस्ता देशहरू पनि विश्वकै उत्कृष्ट राष्ट्रहरूमा गनिन्छन्। यी देशहरूमा पनि संवैधानिक राजतन्त्र वा संसदीय प्रजातन्त्र जस्ता विभिन्न राजनीतिक व्यवस्था लागू छन्। जस्तै नेदरल्यान्ड र बेल्जियम संवैधानिक राजतन्त्रमा आधारित संसदीय प्रणालीमा सञ्चालन हुन्छन्। लक्जमबर्ग पनि संवैधानिक राजतन्त्र हो, जहाँ ग्रान्ड ड्युक राष्ट्र प्रमुख हुन्छन्। जापानको शासन प्रणाली पनि संवैधानिक राजतन्त्र हो, जहाँ सम्राटको भूमिकालाई सीमित गरिएको छ। स्पेनले पनि संवैधानिक राजतन्त्र अवलम्बन गरेको छ। क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि ब्रिटिस राजपरिवार अन्तर्गत रहेका संवैधानिक राजतन्त्रहरू हुन्, तर यी सबै पूर्णतया स्वतन्त्र प्रजातान्त्रिक र सार्वभौम राष्ट्र हुन्। यस्तो देख्दा हामीलाई लाग्न सक्छ कि संवैधानिक राजतन्त्र वा संसदीय व्यवस्था भए देश समृद्ध हुन्छ, तर यथार्थमा राजनीतिक प्रणालीले मात्र कुनै पनि देशको भविष्य निर्धारण गर्दैन। संसारमा कयौँ देशहरू छन् जहाँ उस्तै शासन प्रणाली लागू छन्, तर नतिजा एकदम फरक। किन?
किनभने देशको समृद्धि केवल संविधानको किताबमा लेखेको प्रणालीमा होइन, जनताको चेतना, नेतृत्वको इमान्दारी, शिक्षाको स्तर, सामाजिक न्याय र नागरिक उत्तरदायित्व जस्ता कुराले निर्धारण गर्दछ। सकारात्मक सोच, पारदर्शी शासन, कडा परिश्रम र सबै नागरिकको समावेशी सहभागिता यी हुन् देश बनाउने मुख्य आधारहरू। राजनीतिक व्यवस्था भनेको एउटा रूप मात्रै हो, त्यसमा आत्मा भरिदिने काम गर्छ जनताको चरित्र। हो, नेपालमा अहिले ठ्याक्कै यसकै कमी देखिएको छ। जनताको चेतना अहिले तीव्र रूपमा परिवर्तन भइरहेको छ। एक इमान्दार नेता लाखौँ नियमभन्दा शक्तिशाली हुन्छ, एक शिक्षित नागरिक लाखौँ भाषणभन्दा बलियो हुन्छ। नेदरल्यान्ड, जापान, न्युजिल्यान्ड, स्पेन यी सबै देशहरू केवल शासन प्रणालीको कारणमा समृद्ध भएका होइनन्, बरु तिनीहरूले समयमै शिक्षालाई पहिलो प्राथमिकता दिए, भ्रष्टाचारीलाई नियन्त्रण गरे, नागरिकलाई अधिकारसँगै कर्तव्य सम्झाइयो र सरकारले पारदर्शिता अपनायो। त्यही कारण हो जहाँ पनि अस्पताल होस् या विद्यालय, सडक होस् या अदालत, जनताले भरोसा गर्न सक्ने व्यवस्था छ। कसैको इज्जत केवल उसको लुगाले होइन, उसको व्यवहारले हुन्छ। देश पनि त्यस्तै हो, उसको राजनीतिक आवरणले होइन, उसको जनतासँग कस्तो व्यवहार गर्छ त्यसले मूल्य तय गर्छ। आज हामीले सोध्नुपर्ने कुरा शासन कुन हो भनेर होइन, हामी नागरिक कति जिम्मेवार छौँ, हाम्रो नेतृत्व कति इमान्दार छ, हामी कतिको सबैलाई समान अवसर दिइरहेका छौँ, के हाम्रा नीतिहरू भविष्यमुखी छन्, यी हुन् हामीले ध्यान दिनुपर्ने कुराहरू। संसारमा सबै सफल देशहरूले एक साझा कुरा सिकाएका छन्, देश बनाउने काम केवल प्रधानमन्त्रीको होइन, हरेक नागरिकको। त्यसैले अब समय आएको छ कि हामी पनि आफ्नो देशको लागि यथार्थमा सोचौँ। सिर्फ आलोचना गरेर होइन, योगदान गरौँ। सिर्फ अधिकार होइन, कर्तव्य पनि निभाउँ।